थियो। सबैजनाले बसको ट्राभल गर्नु होला र कार्ड बनाउनु होला। एकदम सजिलो छ जान्नलाई, नजान्ने चाहिँ अप्ठ्यारो पनि छ। एटिएम कार्ड भए पनि हुन्छ अथवा एप्लिकेसन डाउनलोड गरे पनि हुन्छ। मेरो पनि एप्लिकेसन डाउनलोड गरेको छु, एटिएम कार्ड पनि छ, तर सहज हुन्छ, जुन हुँदा नै हुन्छ। हजुर, एप्लिकेसनमा सबै इन्फर्मेसन पाउँछ, कति बेला आउँदैछ, के गर्दैछ, गाडी कुन गाडी कहाँ जान्छ। गाइस यात्रा हुँदैछ। हजुर, ल है यात्रा हुँदैछ। एकदम रमाइलो छिन् आजको, एकदम खुसी लागेको छ। आज दाइसँग यसो भेट गर्दाखेरि हाम्रो नेपालको दाइ हुनुहुन्छ। दाइको घर चाहिँ कहाँ गयो दाइ? पर्वत। ए त्यो एकदम खुसी लाग्यो। दाइ पनि एकदम राम्रो हुनुहुन्छ। मेरो यात्रा हुँदैछ है। आज चाहिँ बसको यात्रा हुँदैछ। सधैँ कति टेलरमा बस्नु, टेलरमा जानु, के गर्नु, टेलर चलाछ। आज मौकाले यसो फुर्सद छ, काम पनि छैन र मेरो यात्रा हुँदैछ। भाइलाई भेटघाट गर्न जाँदैछु नेपालबाट। अलिकति सामान आएको छ घरबाट, बुढीले माया गरेर पठाइदिएको छ सामान। म लिनलाई जाँदैछु। सधैँभरि बुढीले यसरी नै माया गरिराखोस्। हेर्नु न, म त्यही भएर त तपाईँको बोल्दाखेरि दाइको भाषाले म थाहा पाइहालेँ नेपाली हुनुहुन्छ भनिहालेँ। मेरो बानी कि हजुर हजुर हो
विदेशमा भनेको दाजुभाइ जस्तै हो सबभन्दा सबैजना नेपाली भइसक्यो एकदम खुसी लाग्छ के भेट हुँदाखेरि पनि हो अहिले हेर्नु न कति खुसी लागेको छ मलाई यहाँ दाइको अब यसरी कुरा गर्दाखेरि बसमा अरू जस्तो भए त अब हुन्थिनँ इन्डियनहरू भए पाकिस्तानी भए अब नेपाली दाजुभाइ यति खुसी लागेको छ एकदम सहज पनि भएको छ हजुर प्राय यस्तो हजुर ए हजुर ए हजुर 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 फाइन नै त्यस्तो चाहिँ गर्नु हुँदा लापरवाही अब के गर्नु हो कि न हजुर हो ठिक हो त्यही त दाइ अब रुल्स हजुर ल हजुर हजुर हेर्नुहोस् साथी हो दाइ एकदम मनकारी हुनुहुन्छ कुनै नेपाली हो नि अथवा कुनै देशको मान्छेसँग पनि अथवा भाडा छैन भने दाइले आफ्नो कार्डबाट कटाएर पैसा ठाउँसम्म पुर्याउनुहुन्छ दाइ यो बस नम्बर कति हो अरे A3 अनि नम्बर यसको साथी हो यो रहेको छ बस नम्बर अनि गाडी फेरिन्छ यहाँ हेर्नुहोस् 10वटा रोडमा जान्छ अरे दाइ एकदम मनकारी हुनुहुन्छ है कोही अप्ठ्यारो परेको बेला दाइले चाहिँ सेवा दिनुहुन्छ आफ्नो कार्डबाट पैसा कटाएर देख्न सक्नुहुन्छ यो मेसिन रहेको छ यहाँ टच गर्ने एटिएममा एकदम सजिलो कार्ड भयो स्क्यान गर्ने अनि टच गर्ने एटिएम ए कुनै त्यस्तो सामान छुटेपछि बसमा कुनै ए ल त्यस्तो टेन्सन गर्नुपर्ने अनि केही कुरा छैन साथी हो त्यस्तो टेन्सन गर्ने पनि कुनै त्यो छैन फरक छैन यहाँ देख्न सक्नुहुन्छ तपाईँ यो बस अहिले खाली चाहिँ रहेको छ एक दुईवटा मान्छे छन् सामान हरायो यता सामान छुट्यो पर्स छुट्यो मोबाइल छुट्यो टेन्सन गर्नुपर्ने कुरा हुँदैन त्यो सामान पाइहाल्छ एकदम नियम कानुन चाहिँ जे होस् राम्रो छ साउदीको बसको हाम्रो नेपालमा त के गर्नु सामान खसेपछि गायब एकछिनमै साह्रै खुसी लाग्यो दाइ तपाईँसँग भेटघाट गरेर हजुर फेरि भेटघाट गरौँला है ल है दाइको बसमा छोडिदिनु होला मलाई फलो गर्नु होला है दाइ ल थ्याङ्क यू दाइ थ्याङ्क यू सो मच गाइस हेर्नुहोस् म यता आइसकेको छु बसमा देख्न सक्नुहुन्छ फाइनली यो बस रोकेको छ अहिले दाइ यता हुनुहुन्छ एकदम नेपाली दाइ एकदम राम्रो हुनुहुन्छ
म चाहिँ अब यता भाइको चाहिँ यता कोठामा जानलाई हेर्नु गाइस आइसकेको छ म यता भाइसँग भेटाएर भइसक्यो लास्टै यसले हिँडाल्यो मान्छेलाई यहाँ के छ केटाहरू नेपालबाट कतिखेर आइयो बिहान 4 बजे आइयो 4 बजे आइयो हेर्नुहोस् अब चाहिँ यहाँ के गरेर ठाउँमा यो टुब्बामा 16 नम्बरमा आछ घुमानसम्म घुमायो केटाले लोकेसनले यहाँ घुमाएर बिग्रेर के गर्नु हस् त साथी हो आज भिडियो यति नै फेरि अर्को भिडियोमा भेटौँला दुई भाइको भेट भयो मैले चाहिँ भाइलाई भने भाइ किन टोलाको के किन लैजाको नेपालबाट आएर भाइ चाहिँ एकदम चिन्तामा छ एक दिन अब बानी परिहाल्छ 1-2 महिनामा साउदीमा भनेर दुई भाइले फेरि गम भात खायौँ है गमकै गम नलजा भाइ नलजा टेन्सन नगर भने मैले त भाइले चाहिँ गम भात खायो है अनि मैले पनि